सांस्कृतिक रङहरूलाई झल्काउँछ। उनका हातहरू अत्यन्त अभ्यासले निपुण छन्, कहिले पिठो बेल्दै, कहिले स्टिमर मिलाउँदै अनि कहिले तातो मोमो सर्भ गर्दै। उनको आँखा तिखा छन्, तर हतार होइन, शान्त रूपमा हरेक कुरा निहालिरहेकी छन्। चारैतिर केही मानिसहरू भेला भएका छन्, कोही आफ्नो पालो कुर्दै, कोही त उनको सिप र धैर्यलाई हेरेर प्रभावित हुँदै। उनी साना फलामका थालहरूमा मोमो राखेर सर्भ गर्छिन्, सँगै एक मुस्कान पनि दिन्छिन्। नजिकै एउटा प्लास्टिकको स्टुल र एउटा पुरानो कपडाको चटाई राखिएको छ, जसमा कोही बसी रमाइलो साथ मोमो खान सक्छ। केटाकेटीहरू उत्सुकतापूर्वक टेबल माथिबाट हेर्छन् र वृद्धहरूले एक अर्कासँग गफ गर्दछन्। यही भिडमा 16 वर्षको एक भोकाएको केटा चुपचाप आयो। उसले केही नभनी बसेर एक थाल 10 वटा मोमो टमाटरको अचारमा चोपचोप डुबाएर खायो। खाइसकेपछि उसले पैसा तिर्न नपाउँदै त्यहाँबाट हिँड्यो। बुढी आमाले सुरुमा थाहा पाइनन्, तर केही बेरपछि जब उनले थाल हेर्दै केटालाई खोजिन्, तब मात्र थाहा भयो केटा त पैसा नतिरी हिँडिसकेको रहेछ। उनको अनुहारमा क्षणभरको स्तब्धता देखियो। पैसा भन्दा पनि त्यो भरोसाको सानो चिरा, त्यो चोट उनलाई बढी लाग्यो। उनी फेरि स्टिमर मिलाउन फर्किन्, तर पहिलाको मुस्कान अब अलिकति दुखिलो देखिन्थ्यो। कसैले त्यो दृश्यको भिडियो खिचेको थियो अनि इन्टरनेटमा अपलोड पनि गर्यो, सायद यो कथा अरूले पनि देखुन् भनेर। तर इन्टरनेट त निष्ठुर रहेछ, न लाइक, न सब्स्क्राइब, न कमेन्ट। भिडियो अरू धेरै थुप्रै कथा जस्तै हरायो, नदेखिएको, नसुनिएको। भोलिपल्ट बुढी आमाले आफ्नो स्टलमा एउटा नयाँ बोर्ड थपिन्। सिधा टेबल अगाडि उभ्याइएको ठूलो अक्षरमा लेखिएको थियो, लाइक एन्ड सब्स्क्राइब, मोमो तातै राख्न सहयोग गर्नुहोस्। यो सामान्य सोशल मिडिया अनुरोध थिएन, यो विनम्र प्रार्थना थियो एकजना आमाको जसले धेरै दिएको छ, केही नचाहेर पनि। काठमाडौँको भिडभाड र कोलाहल बीच आकाशमुनिको त्यो सानो स्टल अझै उभिएको छ, सादगी, सङ्घर्ष र नदेखिएको आत्मसम्मानको सजीव प्रतीक। त्यसैले फेरि पनि भन्न चाहन्छु, प्लिज एउटा लाइक एन्ड सब्स्क्राइब दिन नभुल्नुहोला।